झऱ्यो फेरि यताभित्र झऱ्यो। अब यहाँ त म जानै जान्दिनँ मलाई गाइज। यो मौसममा पाउनु गाह्रो छ गाइज। यस्तो टाइममा खाँदाखेरि चाहिँ मिठो पनि हुने रहेछ क्या। फाइनली अब चाहिँ गाइज म खोज्दिनँ, अब म थाकेँ गाइज, भागिन्छ। हेलो गाइज, हामी चाहिँ आज यहाँ अमला टिपाइ खै अमला टिप्नु आइरहेका छौँ यहाँ झाडी जङ्गल बिचमा। म चाहिँ रुख नचढ्ने भएँ होइन गाइज। रुखबाट खसियो भने फेरि बिजोक हुन्छ, त्यही भएर हाम्रो रुख चढ्ने चाहिँ हाम्रो डनहरू चढिरहेको छ। खोइ लड्छ है एकछिन। फाइनली अमला आइसक्यो गाइज यहाँ। खै एउटा चाहिँ यो अहिले चाहिँ मेरो चाहिँ टिप्ने काम हो गाइज होइन। कहाँ कहाँ झरिरहेको छ यता। आमा आए यस्तो ठाउँमा झरेपछि आए यत्रो भइसक्यो गाइज होइन। यी अमला गाइज यो मौसममा पाउनु गाह्रो छ गाइज। यस्तो टाइममा खाँदाखेरि चाहिँ मिठो पनि हुने रहेछ क्या। आया कहाँ कहाँ झऱ्यो अब कसरी गाह्रो छ गाइज, तर खान्ता पनि मजा त्यस्तै छ। हाम्रो माथि दुईजना चढिरहेछ, म चाहिँ टिप्नेमा। आइया ढाडतिर ओ भर्खर यताबाट आएको फेरि त्यतै जानुपर्ने हो गाइज। पुग्छ होला अब त गाइज। यताबाट चाहिँ राम्रो देखिने रहेछ, बाटो अप्ठ्यारो छ गाइज। माथि खोइ कहाँ कहाँ छ ए ऊ कहाँ त्यसरी नफ्याल न, उफ तल पछि गयो। त्यति तल चाहिँ कसरी जानु अब। यहाँ पनि रहेछ यस्तो जङ्गलमा। अब एउटा झरेको चाहिँ मैले चाहिँ कसरी खोज्नु गाइज। कहाँ गयो अब कसैले काट्यो भने फेरि अब कसरी देख्नु गाइज। यस्तो छ अब यस्तोमा खोज्नुको लागि एउटा अमलालाई कहाँबाट देख्नु सकिन्छ गाइज। निहुरिँदा काम गरेको भन्दा धेरै गलिसक्यो म। उनीहरू माथि चढेर ट्रक शीतल हावा आइरहेको छ माथि रुखमाथि चाहिँ, तर यहाँ मुनि चाहिँ बाफेर गर्मीले होइन गाइज। गर्मीले म यहीँ बेहोस भयो भने कसले उठाउने मलाई। तिमीहरू झऱ्यो भने त यता पक्रिन्छु कि म, तर म यहाँ म लड्यो भने चाहिँ कहिलेसम्म नि आए अघि यता गोचिहालेछ नि। पक्रिन्छु म यता लु झरा त म पक्रिन्छु यहाँ
पक्रिदिन्छु गाइस माथि एउटा चरा झरेको जस्तो झर्लाउने फेरि स्वाटै। अब गाइस यस्तो छ, यस्तो झाडी छ यहाँभित्र, यस्तो यहाँभित्र म कसरी पसेर खोज्नु गाइस। पसिना आइसक्यो यहाँ मेरो अमला टिप्दा फेरि झऱ्यो। अब कहाँ गयो भेट्नै गाह्रो। अब यस्तो छ, अब यस्तोमा चाहिँ कहाँ झऱ्यो नि ल ए भेटिएन है। अब होस् खोज्दिनँ म जहाँसुकै जाओस्। त्यही भएर गाइस अमला खानु मिठो हुन्छ तर गाह्रो पनि त्यस्तै हुने रहेछ भनेर चाहिँ बुझ्नुपर्छ गाइसहरू। रुखमा म चढ्छु भनेको मानेनन्, कुदेर अगाडि चढिहाल्यो। लास्टमा मलाई यहाँ बिजोग पारेन त यहाँ। आम्मामा माथि दुईजना बाँदर जस्तो माथि चढिराखेको छ। झरेको बेला चाहिँ झऱ्यो हे भन न हौ। यता म हेर्नु पऱ्यो नि त कहाँ झऱ्यो भनेर। टक टक गर्छ कहाँ झऱ्यो। म चाहिँ आम्मामा यता भित्र झरिसक्यो। अब यहाँभित्र त म जानु सक्दिनँ। यस्तो भित्र चाहिँ म खोज्नु सक्दिनँ होइन गाइस। थाकिसकेँ म अमला खोज्दा तर जम्मा यहाँ ओह्रालो तल आइसकेपछि 3वटा यति भेटाएँ। खोज्दा खै झऱ्यो फेरि यताभित्र झऱ्यो। अब यहाँ त म जानै जान्दिनँ। गएर भेटिँदैन नि। त्यही पनि गाइड्सहरू म चाहिँ जानु लागेँ। भेट्छु कि भेट्दिनँ, कति भेट्दो रहेछु हेर्नु होला गाइड्स। आम्मामा यस्तोमा जानु चाहिँ नि फाइनली गाइड्स एउटा चाहिँ भेटाएँ। गाह्रो छ साथी खानु। कहाँ हो आइया अमलाको गाह्रो छ गाइजहरू होइन। फाइनली यहाँ पनि रहेछ। मलाई चाहिँ गर्मी भइसक्यो तर आम्मामा टन्नै भेटाइसकेँ गाइस। कहाँ अमलाको कसलाई खानु मन लाग्छ कमेन्ट गर्नु होला गाइस। टन्नै भेटाइसकेँ फाइनली। 3वटा मात्रै थियो अघि मसँग। यहाँ झाडीभित्र छिरिसकेपछि धेरै भेटाइसकेको छु। अब यस्तै छ गाइस, गाह्रो छ। यो सुकेकोहरू चाहिँ यो पहिल्यै झरेको होला, अहिले झरेको चाहिँ होइन होला। गोजीमा हाल्नु पर्यो। झर्दैछ रुखको यत्रो चोक्टाहरू झार्दैछ। यहाँ मलाई मार्नु आँट्यो कि उनीहरूले फेरि खसिगयो। गाह्रो भयो गाइस अमला खानु। भयो होला अब त भयो भन्दा पनि मान्दैनन् यहाँ। जे होस् मैले आँखा नपुगी पनि देखेछ। खै कतिवटा ल्याएर आयो तिमीले? यहाँनिर नि पुग्यो। आम्मामा यति धेरै खोज्नु बाँकी थियो मैले। यतापट्टि पनि झरेको। यतापट्टि गएको 5, 5, 10 सबै खोजिसकेँ मैले। खोजेँ सबै यता खोजिसकेको मैले। तेर्सो हिँड्नु अब यता बाटो यहाँदेखि नजिक छ। 10वटा मात्र टिप्नु मैले बाँकी रहेछ। सबै टिपिसकेको थिएँ गाइस छैन। अब टिपिसकाएर हामी चाहिँ लाग्यो अस्ट्रेलियातिर। आऊ है बान्दरहरू। म चढौँ भनेको तिनीहरूले मान्यौ न हतार। अनि फेरि 3जना चढ्नु मिल्दैन। फेरि 3जना चढेको भए फेरि बर्बाद हुन्थ्यो। यता भुइँमा मैले ल खोइ
स्वागत छ हाम्रो अमला ब्लगमा। तिनैजना पसेको भए यता यति देर मैले टिपेको कहाँ गयो त्यहाँनिर कसले टिप्थ्यो त्यही भएर म नचढेको गाइस। दुईजना मात्रै चढिहाल्यो अगाडि अगाडि माथि चढेर हावा खानु पायो। म तल लडी परी कति कति गाह्रो भयो मलाई मुनि टिप्नेलाई। झाडीतिर लुकेर आमा पसिनाको खोला बग्यो मेरो। त्यसको लागि गाइस यत्रो धेरै चाहिँ फेला भएको छ अमला गाइस। थकै लाग्यो हावा खानुपर्ने आम्मो माथि डाँडामा जति निस्क्यो त्यति हावा आउने रहेछ। ओके गाइस आजको हाम्रो ब्लग यति नै होला। अब सबैले लाइक कमेन्ट सब्सक्राइब गरेर जानु होला। सिसाहरू रहेछ है गोचाइ तिमीले भनिहाल्यौ नि। ओ ठाडो कालो दुःख पाएको छौँ गाइस। अब अमला त्यसरी फेरि खानुपर्ने। अमला खाँदाखेरि फेरि त्यो दुःख निस्किन्छ दुःखको फल। यो दुःख चाहिँ मैले कति पाएँ तिमीहरू माथि चढ्नेलाई थाहा छ। यहाँ त्यो कुरो के हो यो कुरो के हो घिस्रिँदै बाबारे यस्तो भएको छ आम। ल हेर्नुहोस् गाइस यति दुःख पाएर टिपिरहेको छु मैले। अझै पनि एनरले चाहिँ फेरि माथि चढेर अझै मलाई टिपेन भन्छ। लडेर यस्तो दुःख पाएको छु मैले त्यही भएर खानु त पर्यो। ओके गाइस आजको हाम्रो अमला ब्लग यति नै हो। सबजनाले लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु होला। ओके गाइस